Hi everyone, it's me Sudha र म यति बेला चाहिँ एक्ज्याक्टली पारसपतमा र म चाहिँ यहाँ साथीहरूलाई कुर्दैछु किनकि हामी जाँदैछौँ कोरी ट्रेकको लागि। हामीहरू चाहिँ 5 जना जान लागेको, दाई, म अनि हुनुहुन्छ हाम्रो छिमेकी राष्ट्रको साथीहरू। अब भने हामीहरू लाग्दैछौँ पोखरातिर। बोले नेपाल घूमने इंटरव्यू लीजिए महेंद्र जी नहीं आ रहे हैं अब भने हामीहरू आइपुग्यौँ पोखरा र पोखरा आएर हामीले हाम्रो गाडी नै छोडेर यहाँनिर चाहिँ जिप भनेका थियौँ र जिपमा चाहिँ अब हामी लाग्दैछौँ सिक्लिसतर्फ र सिक्लिस जानुभन्दा अगाडि चाहिँ हामीले अलिअलि बाँकी रहेको सपिङ पनि सक्यौँ यहाँ र सपिङ गरिसकेपछि चाहिँ हामी लाग्यौँ सिक्लिसतर्फ। खाते हैं पीते हैं केरा पार्टी हुँदैछ हाम्रो। केरा पार्टी हो रहा है। अर्ग्यानिक यहाँसम्मको बाटो त एकदमै राम्रो थियो, पानी पनि परिरहेको थियो अलिअलि अनि यो हरियाली मौसममा हामी रमाउँदै हिँडिरहेका थियौँ। अब भने बाटो कस्तो हुन्छ हेर्दै जाउँ है। हेर्दाखेरि चाहिँ अलिकति खराब नै छ जस्तो छ अनि यहाँ चाहिँ एकदमै धेरै पानी परेर कुहिरो लागेर बिस्तारै हिँडिरहेका छौँ हामी। हामी भने यति बेला अब आइपुगेका छौँ चिप्ली गाउँमा। यो पनि हाम्रो एकदमै ट्रेडिसनल हाम्रो एउटा कल्चर बोकेको चाहिँ गाउँ रहेको छ। यहाँ चाहिँ एउटा ठुलो ट्राउट फार्म पनि रहेछ र यहाँ ट्राउटहरू पनि हेऱ्यौँ र अनि चिया कफी खाएर हामी फेरि लाग्यौँ सिक्लिसतर्फ। अब भने अफरोड सुरु हुँदैछ जस्तो लक्षण देखिरहेको छ गाडीमा है। अलिअलि चाहिँ उफार्न सुरु भइसकेको छ भने सबैजनाले आफ्नो लागि चाहिँ सिट पक्कै गरेर बसिरहनु भएको छ। यहाँनिर चाहिँ पहिरो पनि गएको रहेछ, त्यही भएर बाटो एकदमै खराब अवस्थामा छ। अब चाहिँ हाम्रो असली एडभेन्चर सुरु हुन्छ कि जस्तो लागिरहेको छ। जमीन मिलेगा तो शेरपा जगेगा अभी जरा भाई लोग खुश हो जाओ पहाड़ों के बीच छिमेकी देशबाट आउनुभएको साथीहरूले चाहिँ नेपाली बोल्न नजान्ने भएको भएर हामीहरू पनि जानी नजानी हिन्दी बोल्दैछौँ, मिलाएर बुझ्नु होला है। बाटो भने एकदमै खराब थियो। यहाँनिर चाहिँ सबैजनाको साथी नै गइसकेको थियो बाटो देखेर है। एकदमै गाह्रो ठाउँमा त हामीले खिच्नै पाएन। रोड भर्सेस एक्सप्रेसन चाहिँ हाम्रो यहाँ देखिरहेको छ। को कति डराएको छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। ये रोड कब बनेगा उसके बाद मैं आऊँगा।
वाउ पहाडको बीच अब भने हिलो बाटो चाहिँ अलि सकिएको जस्तो लागेको छ र सिक्लेस पुग्नभन्दा अगाडि चाहिँ यहाँ एउटा ठुलो झोलुङ्गे पुल रहेछ हामी चाहिँ यहाँ पुलमा छौँ फोटो भिडियो खिच्दै गाडीलाई चाहिँ रोडबाट पठाएर हामी चाहिँ झोलुङ्गे पुलको बाटो जाँदैछौँ अब यो पुल चाहिँ नेपालको सर्वाधिक उचाइ र दोस्रो लामो पुल रहेछ अगाडि बोर्डमा पनि देख्न सक्नुहुनेछ लेखेको कुहिरो लागेर पुलको इन्डिङ कहाँ छ पनि थाहा छैन हामी कता पुग्ने हो पनि थाहा छैन है र तल हेर्दाखेरि तल खोला पनि देखिँदैन कहाँ हो कहाँ रहेछ कति गहिरो रहेछ कि पुल चाहिँ एकदमै हाइटमा रहेछ यो र कुहिरोले गर्दाखेरि चाहिँ अगाडि के छ कस्तो छ केही देखिरहेको थिएन कतै स्वर्ग जाने बाटो यही त होइन जस्तो छ यहाँनिरको भ्यू चाहिँ पुलमा फोटो भिडियो खिच्दा खिच्दै फेरि ठुलो पानी पर्न थाल्यो अनि हामीहरू चाहिँ भाग्दै भाग्दै निस्क्यौँ गाडी अगाडि कुरिरहनु भएको थियो हामीलाई र अब भने हामी गाडीमा जान्छौँ सिक्लेससम्म फाइनल्ली सिक्लेसको प्रवेशद्वार गेट पनि आइपुग्यो र पारिपट्टि चाहिँ सिक्लेस गाउँ देखिँदैछ एकदमै राम्रो देखिरहेको थियो सिक्लेस गाउँ टाढै हेर्दाखेरि पनि एक्ज्याक्टली गाउँ जस्तो बनाउनु भएको रहेछ लगाउनु रहेछ हाम्रो सिस्टर खोल्नु जानुभएको थियो उहाँ खोल्नु एकछिन त फाइनल्ली गेट खोलेपछि हामी भन्ने लाग्यौँ सिक्लेस ल मिसँग पार्किङमा बल्ल झोला बोकेर अब चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ दाइले यहाँ पैसा तिर्दै हुनुहुन्छ धन्यवाद ल यहाँ चाहिँ केरा वितरण हुनुहुन्छ अब चाहिँ हामी सिक्लेस गाउँ गएर खाना खाएर अनि त्यसपछि आज तासा गएर बस्ने होला त्यहाँदेखि भोलि चाहिँ कोरी पुगिन्छ चलो 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 घुम्ने चलो पहाड़ पे चलो शांत रहो खुश रहो ल ल हामीले चाहिँ यहाँ यो नमस्ते गेस्ट हाउसमा चाहिँ खाना भनिसकेका थियौँ र खिच्न बिर्सेको मोबाइल चार्ज गर्न लाग्दाखेरि पछि खाना खाएर हामी अब पैदल यात्रा चाहिँ सुरु गर्दैछौँ बाहिर ठुलो पानी परिरहेको छ सो हामीहरू चाहिँ रेनकोट लगाएर रेडी भइसक्यौँ यहाँबाट निस्कनको लागि र बाहिर साथीहरू अझै पनि रेनकोट मिलाउँदै हुनुहुन्छ 24 एन्ड वी आर हेडिङ टु आर्ट्स कोरी एकदम धेरै पानी परिरहेछ Hello. Hello guys. हाम्रो टोलीहरू चाँडै आएर बसे जस्तै हो दुई घन्टा घोरालो झरेपछि चाहिँ फाइनली हामी तल यो खोला भएको ठाउँमा आइपुग्यौँ र यहाँ पारिपट्टि चाहिँ हाम्रो हाइड्रो पावर रहेछ त्यही बाटो हुँदै चाहिँ अब हामी माथि उक्लिने हो र हामीलाई चाहिँ अब जुकाले स्वागत गर्न सुरु गरिसकेको छ किनकि यो हो मनसुन ट्रेक
र हामी अरू जग्गा पनि चेक गर्दैछौँ। सबैजनाले यसरी झोला नै बिसाएर यहाँनिर चाहिँ जुत्ता चेकिङ हुँदैछ। गोली लग गया हाँ गोली लग गया गोली लग गया हाँ बायोलोजिकल वार भयो लागत कि तपाईँको मेकअप चम्पिने भइया एकछिनको सानो ब्रेकपछि फेरि हामी यसरी जङ्गलको बाटो हुँदै उकालो लाग्यौँ र यहाँनिर चाहिँ एउटा मार्ली कटेज रहेछ। त्यहाँ चाहिँ हामी एकछिन रेस्ट गर्न थाल्यौँ र चिया कफीहरू लिन थाल्यौँ। यो रहेको छ मार्ली कटेजबाट देखिएको बाहिरको भ्यू। हाम्रो कफी पनि आइपुग्यो। अब हामी कफी खाएर चाहिँ फेरि लाग्छौँ माथि बतास जानको लागि। हाम्रो यात्रा पुनः सुरु भइसकेको छ। अब हेरौँ हामी कति टाइममा पुग्छौँ। हल्लो होटलको उज्यालो देखिँदाले 8:30 भयो। सिक्लेसबाट हिँडेको 6 घन्टामा चाहिँ बल्ल हामी टासा आइपुग्यौँ। एकदमै स्लो हिँडेको रहेछौँ हामी चाहिँ। ल जुत्ताको कलेक्सन हो माई गॉड र त यहाँ खाएर यस्तो ब्लड डोनेसन 3 महिना त भएको थिएन भनभरि अब दाइको टन मेरोमा छैन मेरो यो एकदम टाइट छ कि यो छिर्न दिँदैन त्यो यो एकदम यो छ कि त्यसले गर्दा रहेछ यता पनि रहेछ एक खाना चाहिँ भ्याएर हुन्छ भित्र बस्नु यहाँ चाहिँ खाएछ कति धेरै खाएर रहेछ 2टा यता पनि रहेछ 3टा हामी आइपुग्यौँ तासा ऊ हो मेरो रुम पार्टनर आजको जेस रुम चाहिँ ठिक छ ल यतिकै बेड भएपछि भइहाल्छ ट्रेकमा यस्तै हो। यहाँ चाहिँ हामी अब बेलुकाको खाना खाएर रेस्ट गर्छौँ। खाना एकदमै मिठो थियो भने बस्नको लागि पनि रुम एकदम सफा थियो र यो रहेको छ तासाबाट देखिएको मर्निङ भ्यू। एकछिन यहाँको भ्यू इन्जोय गऱ्यौँ। अब भने हामी लिँदैछौँ ब्रेकफास्ट गरिसकेपछि चाहिँ हामी फेरि कोरीको लागि यात्रा सुरु गर्नेछौँ। र ब्रेकफास्टमा थियो चाना रोटी त्यसपछि ब्ल्याक टी र अब हाम्रो यात्रा सुरु हुन्छ। यो जङ्गलभित्र एकदमै सहरको कोलाहलबाट टाढा शान्त चराचुरुङ्गीहरूको चिरबिर अनि रुखको पातहरूको आवाजमा हिँड्न चाहिँ एकदमै मजा आइरहेको थियो र एकदमै सबैजना खुसी पनि हुनुहुन्थ्यो। हाम्रो छिमेकी देशबाट आउनुभएको साथीहरू कहिले पनि नहिँड्नु भएको साथीहरू पनि हिँडिरहनु भएको थियो आनन्दले। अब भने सुरु हुन्छ हाम्रो एकदमै अप्ठ्यारो ठाउँ। यो चाहिँ कोरी जानुभएको साथीहरूलाई चाहिँ पक्कै पनि थाहा छ यो ठाउँ कस्तो छ भनेर। एकदमै ठाडो उकालो सबसे गाह्रो भनेको चाहिँ यही एरिया हो जुन चाहिँ 2-3 घन्टा नै लाग्यो होला हामीलाई उक्लनको लागि। सिधै उकालो छ कि यहाँनिर चाहिँ मान्छे खस्यो भने त कहाँ हो के हो केही भेटिँदैन जस्तो लाग्छ। अब सबैजना चाहिँ यहाँनिर आएर अब रेस्ट गर्दै हुनुहुन्छ। लेकिन आदमी नहीं बैठते हैं। अरे आदमी क्यों बोलती है ऐसे क्यों नहीं
सुलुलु हो गया तलबाट यार। चाहिँ अर्को ग्रुपको साथीहरू पनि आउँदै हुनुहुन्छ र यो ठाउँ चाहिँ सबैजनाको लागि चाहिँ रेस्ट गर्ने अनि यसो सोधपुछ गर्ने हाई हेलो गर्ने जक्सन जस्तो ठाउँ पनि रहेछ। सबैजना चाहिँ यहाँ एकछिन रोकेर हामीहरू यसो गल्लाकुसारी गर्छौँ। रातपछि दिन भने जस्तै यो उकालोपछि चाहिँ हामीहरू अलिकति सहज ठाउँमा पुग्यौँ र एकदमै राम्रो भ्यू पनि थियो। यहाँ पुगेपछि चाहिँ अलिकति आनन्द महसुस भयो र हामी फेरि हिँड्दैछौँ। हेलो से हाई कस्तो हुँदैछ अनुभव? जिंदा चल रही हूँ। वही काकी है ना, जिंदा हूँ वही काकी। फिट एन्ड फाइन फाइनल्ली अब हामी भेट्दैछौँ, कोरी पुग्दैछौँ है। यो ठाउँ चाहिँ यहाँको जक्सन रहेछ। यहाँनिर चाहिँ तासाबाट आएको र हुगुबाट आएको ठाउँ चाहिँ जोडिने रहेछ। हुगुबाट पनि आउन मिल्छ कोरीको लागि र हुगुबाट आएर यहाँ जोइन भएर कोरी जान मिल्छ। र अब भने हामी अलि नजिक पुग्न लागिसक्यौँ। अब चाहिँ हामी आधा घन्टामा पुगिन्छ होला। पर देखेको चाहिँ हामी पुग्ने ठाउँ हो। यहाँबाट साँझ 6 बजीको भ्यू चाहिँ यस्तो देखिँदैछ है। यो थियो इभिनिङको भ्यू, एकदमै राम्रो देखिएको थियो। यहाँ आइपुग्दा चाहिँ सबै थकानहरू चाहिँ लगभग बिर्सिनै सकेको थियौँ। नमस्ते गेस्ट हाउस स्पेसल। यहाँ हेर नि कुकुन भाइ यहाँ चुलोमा बस्न पाउने भनेको। म चाहिँ यहाँ अलिअलि पकाउन पनि थाल्छु है। कस्तो हुन्छ हेर। फेरि मोबाइल चार्जमा राखेको है, खिच्नै बिर्सेछ। हामी खाना खाएर सुत्यौँ अनि यो चाहिँ छ अब मर्निङ भ्यू। बिहान एकछिन चाहिँ भ्यू खुलेको थिएन, एकछिनपछि खुल्छ र यो रहेको छ भ्यू खुलेपछि देखिएको कोरीको दृश्य। र यो रहेको छ कोरी र यहाँ आइसकेपछि चाहिँ हामीले यात्राको क्रममा भएको सम्पूर्ण थकानहरू, अप्ठ्यारा बाधाहरू चाहिँ सबै बिर्सेर एकदमै भ्यू इन्जोय गऱ्यौँ, फोटो भिडियोहरू खिच्यौँ र यहाँबाट चाहिँ हामीले एकदमै ठुलो मेमोरी चाहिँ मस्तिष्कमा सेभ गरेर कहिले पनि नबिर्सने गरेर चाहिँ यहाँको ठाउँलाई कैद गऱ्यौँ। र अब हामी फेरि होटलमा फर्कन्छौँ र ब्रेकफास्ट गर्छौँ अनि हामी पुनः सिक्लेसतर्फको यात्राको लागि चाहिँ तल झर्छौँ। यहाँनिर चाहिँ भेडाहरू छन्, बाहिर पानीमै पनि बाहिर निस्केर चर्दै रहेछन्। एकछिन यहाँ
दाइसँग गफ गऱ्यौँ भेरी गुडमा अनि हामी चाहिँ अब फर्कन्छौँ। बिचमा चाहिँ एकदमै थकाइ लागेको भएर भिडियोहरू लिएनौँ र अब भने हामी चितवन फर्कँदैछौँ। चितवन फर्कने बेलामा चाहिँ बल्ल पानी दिदो भएको थियो र आकाश पनि एकदमै खुलेको थियो। एकदमै इन्जोय गर्दै हामीहरू फाइनल्ली चितवन आइपुग्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।